म चाहिँ बर्दिवासबाट अब जनकपुर जान लागिरहेछ। म तपाईँहरूलाई सम्पूर्ण भिडियो देखाउनेछु बर्दिवासदेखि जनकपुरसम्म जाँदाखेरि कहाँ के भयो। यो चाहिँ जनकपुर जाने बाटो, सरर सिधा हरियाली रमणीय वातावरणको बाटो। अब हामी जनकपुर ओर्लेर अटोमा जाँदैछौँ है। हामी चाहिँ यो जनकपुरको चोकमा ओर्लेर मन्दिरतर्फ अटोमा जान गइरहेको छौँ। अटोमा यताउताको भ्यूहरू हेर्दै यो चाहिँ जनकपुरको पोखरी रहेको छ। अहिले यहाँ चाहिँ छठ आउन लाग्यो भएर सजावट भइरहेको छ। अनि जहाँ चाहिँ रमाइलो देखिरहेको छ। यस्तो यो मिठाईहरू बेच्न, चुरापोतीहरू बेच्न राखेको हुँदो रहेछ। कति राम्रो हुँदो रहेछ। अरू बेलाभन्दा छठको बेलामा चाहिँ छुट्टै किसिमको रमाइलो हुने रहेछ। मेरो चाहिँ यो पहिलो अनुभव हो। त्यही भएर मैले भ्लग बनाएर सम्पूर्णमा सेयर गर्न गइरहेको छु। तपाईँहरू देख्न सक्नुहुनेछ यो दायाँ बायाँ मिठाई अनि चुरापोतीहरू, सिन्दुर कति धेरै बेच्न राखिरहेको छ। यो मिठाईहरू कस्तो राम्रो सजावटका साथ हामी चाहिँ आइपुग्यौँ अब जनकपुरको गेट नजिकैसम्म पनि यस्तो हराभरा छ। सबैजना छेउमा पनि किन्ने हो भनेको छ चुरापोती सिन्दुरहरू। ल लानुहोस् पूजाको सामग्रीहरू भनेको छ। यो छठले गर्दा अझ बढी रमाइलो भएको छ। ल अब हामी भित्र छिर्यौँ, जनकपुरको मन्दिरभित्र छिर्यौँ। यो रहेको छ। वाउ, जनकपुरको सजावट कस्तो राम्रोसँग बनाएको हो कि यो। जहाँ चाहिँ हेर्दा पनि राम्रो, तर हल्का फोहोर रहेछ बाटोतिर चाहिँ। अनि हामी अब गेटबाट भित्र छिर्न लागिरहेका छौँ। हामी जाँदैछौँ त्यहाँतिर वरिपरि भित्र पनि यस फुलहरू बेच्नेको घुइँचो नै छ। सबैजना आउनुहोस् हाम्रो लैजानुहोस् भन्नुहुन्छ। हामी कसको मात्र लैजाने हो। म पनि ब्याग बोकेर चस्मा लाएर मक्ख पर्दै हिँडेको छु। यो जनकपुरमा चाहिँ विशेष गरेर जानकी मन्दिरको पूजा चाहिँ गरिन्छ। यहाँ चाहिँ राम जानकीको विवाह भएको भन्छन् नि, विवाह पञ्चमीलाई विशेष गरेर फोकस गरिन्छ। हामी एकजना राम सीता जसरी मक्क पर्दै भिडियो खिचिरहेछौँ। एकजना राम एकजना सीता भन्दै टिकटक बनाइरहेछौँ। यसमा चाहिँ हिन्दू धर्मावलम्बीहरूले विशेष गरेर राम जानकीको पूजा गर्छन्। राम जानकीको पूजा गरे तापनि यसको बनावट नै छुट्टै किसिमको छ क्या, जुन नेपालमा पहिलो नै जस्तो देख्न सकिन्छ। यो के भन्छ, प्यागोडा शैलीमा निर्माण गरेको छ। छुट्टै किसिमको बनावट छ। हेर्दै कस्तो मन आनन्द आउने कि बाहिरबाटै वाउ खालको छ। अनि यसमा अब कति भिडियोमा त देखाउनु त भनेर मैले चाहिँ मेरो पनि यसो मक्क पर्दै हिँडेको भिडियो स्लोमो बिचमा इन्ट्री गर्नलाई लगिरहेको छु। ल तपाईँहरूलाई अब म भित्र छिरेँ। अनि त्यसपछि त्योभन्दा नि भित्र अर्को त्यस्तै फेरि वाउ खालको मन्दिर छ। त्यहाँभित्र लगेर त्यहाँ चाहिँ कस्तो के छ म देखाउनु गइरहेको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ। मेरो क्यामेराम्यानले चाहिँ बिस्तारै गरे जस्तो लागेर म बोलाउन आएको क्यामेराम्यानलाई नै। यो चाहिँ मन्दिरको यता दाहिनेपट्टिमा रहेको छ भने यो देब्रेपट्टि रहेको छ। वरिपरि एरिया पनि कति ठुलो छ यो मन्दिरमा। भित्र जति भित्र गयो त्यति आनन्द आउने खालको छ। मैले चाहिँ यो फुल प्रसादीहरू चाहिँ अघि नै किनिसकेको थिएँ, तर भिडियोको चाहिँ यो बिचतिर एड भएछ है। अनि यो फुलहरू लिएर म भित्र जाँदैछु। लगभग म तपाईँलाई सबै नै देखाउँछु। म अगाडि बढेँ पूजा गर्नलाई, पूजाको सामग्री बोकेर। ल यो रहेको छ ढोका, यहाँबाट म भित्र जाँदैछु। अब त्यसपछि सबै देखाउँदै जान्छु म चाहिँ भित्र नै पुगिसकेँ। अब म यहाँ पूजा गरेर अनि फर्किन्छु। तपाईँहरूलाई यो छोटो मिठो भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिन नभुल्नु होला। म पनि ब्लग बनाउन खासै जान्दिनँ, तर सानो क्लिपहरू जोडेर आफ्नो भोइस हालेर बनाउने कोसिस गरेको छु। तपाईँहरूले पुरा हेरिदिनु होला अनि कस्तो लाग्यो भनिदिनु होला। अनि लास्टमा चाहिँ समग्रमा जनकपुर मन्दिर यही नै हो भन्दै हामी दुईजना जनकपुर मन्दिरबाट निस्किन्छौँ। ल अब लास्टमा तपाईँहरू हामी दुईजनाको जोडीलाई हेरिदिनु होला। स्लोमो बनाएको थियो, त्यो पनि लास्टमा मैले जोडेँ। कस्तो लाग्यो भनिदिनु होला। ल के भनेर लेख्नु पर्थ्यो, के गर्नु पर्थ्यो भनिदिनु होला है त। ल हस् त, बाई बाई, थ्याङ्क यू सो मच, बाई बाई।